नमस्ते, मेरो नाम साजन गुप्ता हो। म कक्षा 8 में पढ्छु। मेरो विद्यालयको नाम शहीद विष्णु पाण्डे स्मृति आधारभूत विद्यालय हो। म 14 वर्षको छु। म आज विद्यार्थी जीवनमा अनुशासनको महत्व बारेमा भन्न गइरहेको छु। विद्यार्थी जीवनमा अनुशासनको महत्व भन्नाले विद्यार्थी जीवनमा अनुशासन भनेको धन हो। विद्यार्थी जीवनमा अनुशासन भएमा विद्यार्थी जीवनलाई मार्गदर्शन हेराउने कार्य गर्छ। हामीले अनुशासनमा बस्नुपर्छ, अनुशासनमै विद्यालयमा जानुपर्छ, विद्यालयमा पनि अनुशासनमा बस्नुपर्छ, घर पनि अनुशासनमै बस्नुपर्छ। अनुशासनमा भएमा हाम्रो सर म्याडमले पनि हामीहरूलाई राम्रो भन्नुहुन्छ। सर म्याडमले दिएको गृह कार्यहरू गरिने पर्छ। सर म्याडमले भनेको कुराहरू मान्ने, घर परिवारको पनि कुरा मान्ने आदि अनुशासनमा पर्छन्। अनुशासनले विद्यार्थीलाई धेरै सहयोग पुर्याउने कार्य गर्छ। अनुशासनले ज्ञान र सिपमा पनि प्रभाव पार्छ। अनुशासनले हाम्रो जीवनमा सुधार ल्याउने कार्य गर्छ। ल यति भन्दा म आफ्नो कुरा यही टुक्याउन चाहन्छु। हस्, धन्यवाद।